हेलो न्यू डे न्यू ब्लग होइन त आज फेरि मैले एउटा नयाँ ब्लग लिएर आइसकेको छु है। आज चाहिँ प्यारिसमा एकदम लभली चिसो भइरहेछ है। यत्रो ज्याकेट लाएर हिँड्नु पर्छ हेर्न सक्नुहुन्छ होइन कस्तो छ वेदर पनि पुरै। अघि भर्खरै पानी पर्यो, अब चाहिँ जति पानी पर्यो त्यति चिसो बढ्ने हो यहाँ चाहिँ। अनि आज अहिले चाहिँ यहाँ लगभग 3:30 बजिसक्यो। अनि म चाहिँ अब यसो क्लासतिर जाऊँ न त भन्ने होइन, ब्लग बनाउँदै क्लासतिर जाँदैछु होइन। अब हरि बोलिहाल्यो दौडी होइन। म चाहिँ अब यस्तो हिँड्दै जाऊँ न हप्ता स्टेसनसम्म। त्यही नजिकै त छ स्टेसन, त्यही पनि हल्का यता अलि अगाडिसम्म हिँड्दै जाउँ फेरि होइन। ब्लग पनि बनाउन त भनेर होइन आएको, त्यही भएर अब हेरौँ के हुन्छ कसो हुन्छ। तर यतिको मेन रोडमा यतिको लिएर हिँड्ने चाहिँ आँट गर्नै पर्दो रहेछ यार। लास्ट लाग्दा सब मान्छेहरूले हेरिरहेको छ मलाई, तर बाल छैन मलाई ढुक्क बनाइदिन्छ होइन। न यिनीहरूले मलाई चिन्छ न मैले यिनीहरूलाई चिन्छु, त्यही भएर यिनीहरूको लागि बनाएको होइन नि त मैले त। मेरो आफ्नो च्यानलको लागि बनाएको मैले होइन। त्यही छैन सबै हेर्न सक्नुहुन्छ होइन। सबै बाटो अब चाहिँ नोभेम्बर लाग्यो अरे। नोभेम्बर लागेपछि चाहिँ अब त्यस्तै क्रिसमस आउँदैछ। त्यही माथि मलाई चाहिँ प्यारिसमा चाहिँ क्रिसमस चाहिँ बवाल लाग्छ है। क्रिसमस चाहिँ कस्तो रमाइलो लाग्छ कि जता झिलिमिली हुन्छ अनि सही रमाइलो लाग्छ कि मलाई। अनि होइन जति पनि नेपालबाटै हेर्नु छ मेरो ब्लग होइन, कस्तो लागिरहेछ भनिदिनु होइन। मैले चाहिँ अनि अहिलेको हालसालमा क्या है यसो देखेको क्या, अहिलेको जो पनि हुन्छ नि जस्ट 12 पास गरेको बसेको भाइ बहिनी दाइ दिदीहरू होइन। अब जो पनि नेपालमा हुनुहुन्छ, जो पनि आजकल चाहिँ ट्रेन्डै बनिसकेको छ क्या नेपाल। जस हुन्छ नि +2 सक्यो विदेश जाउँ होइन, कि ब्याचलर सक्यो विदेश जाउँ है। तर विदेशमा चाहिँ के हुन्छ भन्ने थाहै हुँदैन है। नेपालमा म पनि त्यस्तै थिएँ, नेपालमा हुँदासम्म है कहिले 12 सकिन्छ र विदेश जाउँला भन्ने हुन्थ्यो। विदेश भन्ने के चिज हो होइन। अनि नेपाल ठिक कि विदेश ठिक भन्दा चाहिँ नेपालै ठिक है। अहिले एरियामा चाहिँ लगभग हुन्छ नि रेस्टुरेन्ट एरियाहरू होइन, एकदम चल्दो पल्दो एरियाहरू हो क्या यो चाहिँ। यो भनेको चाहिँ होइन यस लास्ट धेरै रेस्टुरेन्टहरू होइन। फेरि सबै एसियन कन्ट्रीहरूकै छ क्या रेस्टुरेन्टहरू हुन्छ नि, जापानिज चाइनिज इन्डियन चाहिँ खास चाहिँ मैले देखाएको छैन यहाँ। अनि हल्का युरोपियनहरू नि छ नभएको चाहिँ होइन, त्यही पनि होइन। त्यो चाहिँ एसियनहरू नै देखाएको छु मैले। अझ यहाँभित्र जानुपर्छ, यो चाहिँ यहाँको मेन गार हो है। गार भन्छ ट्रेन स्टेसनलाई चाहिँ होइन। हेर्नु नर्थ फेस कसरी हेरेको सबै मान्छेले भनेर पिर्दिन्छ ड्याममै हालिदिन्छ। लाज लाग्दो रहेछ तर केही छैन होइन। ल अब रोड बाटो क्रस गरिदिउँ होइन। ल केटामा चाहिँ गारभित्र आइसक्यो होइन। गारभित्र यताखेरि लभली छ हो यता कपडा किन्ने। मैले मेरो फोन किनेको नि यहाँ फिनेकमा। म चाहिँ एप्पल स्टोरबाट किन्न मैले मेरो फोन होइन। मैले यहाँ फिनेकबाट चाहिँ मैले किनेको है मेरो फोन। राम्रै पाउँछ यहाँ नि भनौँ न। त्यस कारण चाहिँ म त कता आयो गाडीमा। अब नयाँ मान्छे छ भने त हराइन्छ हो यहाँ त। यस्तो ठुलो छ नि यो जो मान्छे नयाँ आउँछ नि त्यो गाडीमा ल नहराउने त कुरै छैन क्या। त्यहाँ हेर न कस्तो छ हौ। उयो यहाँ त लभली स्टेज पनि भइरहेछ अब क्रिसमस आयो नि त यहाँ। अब क्रिसमस आएपछि चाहिँ यस्तो लभली हुन्छ क्या। लभली क्रिसमस ट्रीहरू त लगाइसकेको छ हौ यहाँ है। क्रिसमस ट्रीहरू लगाइसकेको छ। मलाई चाहिँ लभली मनपर्छ क्या यहाँको यो क्रिसमसमा चाहिँ जताततै झिलिमिली होइन। मलाई त नेपालको तिहारको याद आउँछ क्रिसमस आयो भने चाहिँ होइन। अब रक्क लाएर कहिले हेर्न सक्नुहुन्छ यहाँको नागरिकहरूलाई। यहाँको नागरिकलाई के हेर्नु, मलाई हेर्नु न सबैजनाले। What? Bro, what are you talking about, man? यहाँको नागरिक भन्दा के कम होइन।
यसो भनिदिएको होइन यहाँ चाहिँ कस्तो हुन्छ भने लगभग माथि 2-3 तलासम्म चाहिँ के अरे 2-3 तलासम्म चाहिँ यस्तै स्टोरहरू अनि सबसे तल गएपछि चाहिँ अनि फेरि पालो त्यसपछि सबभन्दा तल चाहिँ बल्ल मेट्रोहरू ट्रेनहरू आरियारहरू हुन्छ होइन म चाहिँ अब यहाँ मेट्रो आरियार यसरी यहाँ चिन्ह दिएको हुन्छ त्यहाँ जान्छु होइन यहाँ चाहिँ त्यस मान्छेहरू धेरै आउँछ कोही सपिङ गर्न आउँछ तर नर्मली मान्छेहरू ट्राभल गर्ने त्यसकै ट्रेनहरू खोज्ने ट्रेनहरू चढ्न आउँछ मेन त होइन अब म चाहिँ जाँदैछु तर म कहाँ जाँदैछु मलाई केही थाहा छैन अब फेरि अब कता हो मै हराइसकेको जस्तो यता रहेछ एउटा लास्ट ठुलो छ म त हराउँछु यत्रो भइसक्यो हराउँदिनँ त्यस थाहा छ सबै कुरा हराउँछु यहाँबाट चाहिँ बल्ल सबै मेट्रो ट्रेन सबै यहाँबाट लाग्छ ल अब यहाँबाट चाहिँ पुरै फेरि यहाँ चाहिँ ट्रेन एरिया है टेट गरेर जानुपर्छ होइन म मेरो सिक्छु म चाहिँ मेट्रो 14 तिर जानुपर्ने हो होइन मेट्रो 14 कता छ मेट्रो 14 ओए मैले देख्दिनँ त मेट्रो 14 यता जाइछ हो मेट्रो 14 यता जाँदैछ साइनबोर्ड पढेन भने त त्यस्तै हो साइनबोर्डमा हेरिकन जाने अन्त कि सधैँ आउने गाह्रो हुनु पऱ्यो होइन थाहा हुनलाई कहिले काहीँ आउनलाई त साइनबोर्ड हेर्नै पर्छ तल छ भन्छ त खै त हो आउँदिनँ त म त 4 मिनट हिँड्नु भन्छ त मलाई के भएको म हराएका केटा हो यस्तै हो मलाई कहाँ हो मेरो चाहिँ यता यता देखाएको छ है केटा यता जाउँ अब भेटेँ मैले भेटेँ ल अब एक्जिट गर्ने के अरे मेट्रो जाने बाटो मैले भेटेँ ल होइन मान्छेहरूको त भिड त यहाँ त लभली छ नि फेरि यहाँ नि ट्याट गर्नु पर्दो रहेछ हौ छालाउने यार फेरि ट्याट हाल्ने है त मेट्रो 14 तिमी कता छौ मेट्रो 14 तिमी कता छौ यस्तो बोर्डहरूमा लेखेको हुन्छ है कहाँ छ मेरो मेट्रो 14 उता रहेछ मेट्रो 14 जाम अब म चाहिँ अघि ट्रेन लिएको भए चाहिँ उताबाट आउँथेँ उता माथिबाट आउँथेँ तर म अहिले उताबाट हिँड्दै आएँ नि त त्यही भएर चाहिँ यहाँ आँखा चिल्लेर पनि गइदिन्छु म त मस्त ड्याङ लाग्यो यहाँ चाहिँ पुलिस चेकिङ हुँदैछ पुलिस चेकिङ चाहिँ लभली हुन्छ है यहाँ चाहिँ होइन चेकिङ चाहिँ अब बर हुन्छ जस्तै दुपाइतेले होइन कि त्यस्तो आफूले शङ्का लाउने मान्छेहरूले चेक गरिदिइहाल्छ अस्ति नै एकचोटि हामी कलेजमा एउटा दाइ र म थियौँ होइन अनि त्यति बेला चाहिँ दुईजनाले टक्क टोपी लगाएको थियौँ जाडोको महिना थियो टक्क लाएर ट्रेन कुद्दै बसेको थियो अनि पुलिसले पुरा घेरिरहेको क्या हामीलाई अनि घेऱ्यो अनि पुरा ब्यागस्याग छाम्यो अनि केही पनि पाएन अनि गयो अनि गर्नु त केही हुँदैन त्यस आउँछ चेक गर्छ अब आफू केही पनि आफूसँग आफूले केही गरेको छैन भने त केही डराउनु होइन पुलिससँग पनि ढुक्क मजाले बस्दिने नि किन डराउनु पऱ्यो अनि लु केटा हो ट्रेन स्टेसनबाट नि झरिहाल्नु यो होइन काममा बस्छु क्लास पढेर फेरि बेलुका काममा जाऊँ होइन के भन्नु छ तपाईँको केही छ त भन्ने कुरा यही हो बिहान उठ 10 बजी उठ त्यसपछि काममा जाऊ 2:30 बजे ब्रेक हुन्छ त्यसपछि पढ्न जाऊ त्यसपछि फेरि 6:30 बजेपछि काम हुन्छ अनि 10:30 बजे बिदा हुन्छ घर जाऊ त्यसपछि घर गएर यसो खाना खाऊ सफाइ गर त्यसपछि सुत त्यसपछि फेरि बिहान त्यही अनि गाह्रो छ होइन कस्तो हेरेको यिनीकै भ्लग बनाइन्छ अहिले मलाई
हिँडेको मुख देखाएर सोध्छौँ भन्ने कि तर मैले फ्रान्समा तर नर्मली फ्रान्समा त मान्छेहरू चाहिँ जस काले मान्छेहरू नै धेरै छ धेरै नै छ अब यहाँ यिनीहरूले भन्छ बनाएकै यिनीहरूकै यो उस चाहिँ त्यही पनि होइन एउटा नेपाली जस्तो रहेछ मलाई हेरिरहेको नेपाली गरेर भिडियो बनाएर जस्तो हालिदिन्छ जुम गरेर अझ छिटो आइएछ या त केही छैन छिटो आउने माथि गएर बसिदिन्छ टक्क लगाएर माथिको भ्यू देखाउँछ है त आज भ्यू त के भन्नु भ्यू त केही पनि छैन राम्रो पानी परे जस्तो छ अदर घाम लाग्यो भए चाहिँ फेरि अप्पो लभली आउँथ्यो नि फेरि किन्ने दिउला सुनको छोरा के भन्ने एउटा गीत यस्तै गाइदिउँ क्या ड्याङ ड्याङ लगाएर केटा आइसक्यो म चाहिँ मेरो होइन अब एकैछिनमा भेटौँ लाग्यो त्यसो भए अब केही भएन भन्ने अहिले केटा क्लास माथि नै आइयो होइन यहाँको भ्यू देखाउँछु त म यो चाहिँ आइफिल टावर हो ल अन्त आकाशमाथि गएको छ त यो त आइफिल टावर तल चाहिँ यस्तो छ घरहरू यहाँ केही कसैले केही रोप्यो भने त नेपालीको घर हुन्छ भन्छन् सबैले कसैले केही रोपेछ हेरौँ त जुम गरी गरी हेर्नुपर्छ क्या नेपालीको घर भेटाइदिने कत्रो सानो हुन्छ हो यहाँको घर त यार यस्तो सानो हुन्छ अनि कोठाहरू पनि त्यही यत्रो सानो हुन्छ नेपालमै घर नेपालकै घर ठिक हुन्छ हो लास्ट यहाँको त घर पनि सानो कोठाहरू पनि यत्रो सानो अनि त्यसमै मिलेर बस्नुपर्ने अरे अनि फेरि मिलाएर होइन कि मिलाएर ढोकै खोल्दैन नो मै छिटो आएछु हो आज त के बित्ति छिटो आएछु कहिले काहीँ ठिक लगाउँछ टिचरले गाली गर्छ आज म छिटो आएँ टिचरलाई गाली हानिदिउँ क्या एक्सक्युज म मदम भनेर हल्का हल्का फसे बोलिदिउँ न होइन जति आउँछ त्यति एक्सक्युज म मदम पोकुवा लेट होइन त्यस्तो धेरै त आउँदैन हल्का फुल्का भनौँ न बेसिक आउँछ फेरि सबै जाने भने त अनि फेरि प्यारिस खाइदिइहाल्छु त मैले अनि एक्लैले खानुपर्छ कुनै दिन प्यारिस पनि होइन बल्ल त धेरै भएन नि त सिकाउनु सबै कुरा अनि त्यसपछि खाना नि होइन के छ र होइन गेम फेरि एकैछिन मिटौँलाई चाहिँ यहाँ त ढोका खालिदिनु न भनेर जस्तै यो त होइन एउटा उताभित्र हो ढोका त या त म यसो भ्यू देखाउन आएको एकछिन भेटौँलाई त अब लु केटा हो अब चाहिँ घर आइसक्यो है त है दिउँसो त त्यहाँ क्लासबाट निस्केपछि चाहिँ बनाइएन होइन अब घर सर आइसक्यो सबै हातखुट्टा धोइसक्यो होइन अब चाहिँ सुत्ने नै हो अब के त अब अर्को भ्लगमा भेटौँला है त फेरि ल गुड नाइट बन्नु